Hello guys, welcome back to my channel again. Seva Semuna. Welcome back to everyone. आज जस्तो को टपिक तपाईहरुले यो थम्बनेल हेरेर नै थाहा पाइसक्नु भएको छ हैन. सो आजको टपिक रहेछ पोल्यान्डमा रहने कामदारहरूको बारेको लागि जो पिट भरिन्छ, पिट 11 र पिट 37 को बारेमा चाहिँ हामी कुरा गर्नेछौँ. कतिजना साथीहरुले अब जो नयाँ आउनु भएको छ यो पिट भनेको के हो, पिट 11 अनि पिट 37, पिट 11 र पिट 37 को बारेमा हैन, त्यसको बारेमा संक्षिप्तमा एउटा सर्ट भिडियो बनाउन मैले मन लागेको थियो. सो आई जस्ट वान्ट टु लेट यु नो कि यो पिट के हो, यसले पिट रिफन्ड पछि पैसा आउँछ त्यो के हो, कति आउँछ के हो, त्यो बारेमा मैले पनि पिटहरू पहिला थाहा थिएन. पछि मैले पिटबाट मेरो ट्याक्स रिफन्ड हुँदाखेरि चाहिँ थाहा भयो कि यो गभर्नमेन्ट इन्स्टिट्युसनबाट पुलिस ट्याक्स अफिसबाट चाहिँ हामीले वर्षभरि अब पोल्यान्डमा जस्तो भनौँ न पिट 11 को अन्तर्गत तपाईँले फर्म भर्नुहुन्छ. पोल्यान्डमा काम गर्ने कर्मचारीहरूलाई चाहिँ दिने एउटा महत्त्वपूर्ण एउटा ट्याक्स सम्बन्धी एउटा कागजपत्र हो, जसमा चाहिँ अब यो कागज इम्प्लोयरले तपाईँलाई रोजगारदाताले चाहिँ तपाईँलाई वर्षको अन्त्यमा चाहिँ हजुरलाई प्रदान गर्छ. लास्टमा यसको फेब्रुअरीदेखि काउन्टिङ सुरु हुन्छ ट्याक्सेसन अन्टिल अप्रिल 30 मा यसको क्लोज हुन्छ. लगभग आज अप्रिल 20-25 भइसकेछ हैन. अब 4-5 दिनपछि यो एउटा डेडलाइन चाहिँ यो लेखेर राख्नु होला, अप्रिल 30, विदिन अप्रिल 30 अन्टिल अप्रिल 30 भित्र चाहिँ हजुरले चाहिँ यो ट्याक्स पिट 11 फर्म चाहिँ भरेर पिट 37 मा कन्भर्ट गराइसक्नु. सो डोन्ट बी कन्फ्युज है, पिट 11 और पिट 37 के कस्तो भन्ने अलिकति कन्फ्युजिङ छ लाग्ला तपाईलाई हैन. त म अब तपाईहरुलाई हल्का डिटेलमा अलिकति जानकारी गराउँदैछु यसको. यसमा के अब तपाईले कमाएको अब पिट 11 मा तपाईले अब वर्षभरि काम गरेपछि तपाईले इम्प्लोयरले रोजगारदाताले तपाईलाई एउटा पिट 11 भन्ने फर्म प्रदान गर्छ. यो लिगल हो, तपाईको एउटा अब्लिगेसन हो, उनीहरुको तपाईलाई यो पाउने अधिकार हो. लिगली तपाईले यो पाउनुपर्छ. तपाईले त्यो कम्पनीमा काम गरेपछि तपाईले वर्षको अन्त्यमा जनवरी फेब्रुअरी तिर तपाईलाई यो बाई फिजिकल पेपर या बाई अनलाइन तपाईलाई यो प्रदान गरिन्छ. तपाईले यो पाउने तपाईको यो अधिकार हो. त्यसमा के मेन्सन गरेको छ भने तपाईले कमाएको कुल तलब कति हो भन्ने त्यहाँ देखाएको हुन्छ. अनि तलबबाट काटिएको कर ट्याक्सहरू कति गएको छ हैन. सामाजिक सुरक्षा जसले जुस भनिन्छ, सोशल सिक्युरिटी सर्भिसहरू जस्तो जुसहरू हैन, जुसमा कति योगदान गएको छ हो, यो कुराहरू यो सब चिजहरू तपाईलाई पछि तपाईको टीआरसी टेम्पोररी रेसिडेन्स कार्ड रिन्यू गर्दाखेरि यो कुराहरू धेरै ले चाहिँ रोल खेल्छ. ट्याक्सहरू, जुसहरू यो सब कुराहरू. अनि तपाईको बायोमेट्रिकको बेला पनि यो तपाईको ट्याक्सहरू जस्तै अब नयाँ अब जो साथीहरू आउनु भएको छ उहाँहरूले बायोमेट्रिक गर्नु पर्ने छ भने उहाँहरूको लागि पनि यो ट्याक्सहरू कति गएको छ. अब नयाँ साथीहरूको लागि त अब यो ट्याक्सहरू चाहिँ अब कति गएको छ साहुबाट हैन, इम्प्लोयरबाट त्यो भन्ने एउटा त्यो चाहिँ एउटा आधिकारिक एभिडेन्स खोज्छ भनेपछि इमिग्रेसनमा भनेपछि अब अरू कुराहरू ट्याक्सहरू सबै कुराहरू. तर अब यो जसले अब जसले अब कार्ड चाहिँ रिन्यू गर्नु हुँदैछ सेकेन्ड टाइम, सो उहाँहरूलाई चाहिँ अब यो सबै कुराहरू चाहिँ चाहिन्छ, जुस, ट्याक्स, इन्कम साइड, एभ्रिथिङ. अब सरल भाषामा, अब सिम्पल भाषामा भन्दाखेरि पिट 11 भनेको चाहिँ अब तपाईले एक वर्षमा कति कमाउनु भयो र कति कर तिर्नु भयो सरकारलाई भन्ने एउटा विवरण त्यसमा देखाएको हुन्छ. अब तपाईलाई अलिकति अब कन्फ्युजिङ भयो होला कि यो कसरी आउँछ के आउँछ. अब यो भनेको तपाईलाई हरेक वर्ष तपाईलाई एन्ड अफ द इयर हैन, तपाईलाई एउटा तपाईको रोजगारदाताले तपाईलाई इमेलमा या जसलाई चाहिँ फिजिकली मैले अघि भने जस्तो फिजिकली एउटा पेपर दिन्छ. तपाईले त्यो फर्महरू चाहिँ त्यो पिट 11 चाहिँ तपाईले आफै भर्नु सक्नुहुन्छ भने इफ यु आर गुड इन पोलिस हैन, नो प्रब्लम, तपाईलाई यु क्यान ह्यान्डल इट योर सेल्फ. तर तपाईले अब जस्तो पोलिस भाषामा यदि अलिकति विक हुनुहुन्छ भने सो आई सजेस्ट तपाईले कुनै लयरहरू या यस्तो यो ठाउँमा अब भनौँ न एउटा लेखनदासहरू टाइपको हुन्छ हैन, त्यहाँ गएर तपाईले यो भर्नु सक्नुहुन्छ. उहाँलाई अब लाइक 150 zloty 100 zloty अराउन्ड त्यति लाग्छ हैन, त्यति दिएर तपाईले यो काम गराउन सक्नुहुन्छ. यदि हजुरलाई जटिल लाग्छ भने अब
अब त्यसपछि पिट 11 त तपाईँले पाइसक्नुभयो। पिट 11 को बारेमा हजुरले थाहा पाइसक्नुभयो कि के हो। अब पिट 37 भनेको के हो, यो यसलाई पिट 37 पिट 11लाई पिट 37 मा कन्भर्ट चाहिँ किन गर्नुपर्छ भन्ने मुख्य कुरा के भने तपाईँले अब अघि मैले भने जस्तो वर्षभरि कमाएको कुराहरू आम्दानी त पिट 11 मा चाहिँ डिस्क्राइब गरेको हुन्छ होइन, त्यहाँ देखाइएको हुन्छ भने अब पिट 37 मा चाहिँ तपाईँले भने वार्षिक कर विवरण ट्याक्स रिटर्न फर्म हो। तपाईँले त्यो पिट 11 मा चाहिँ तपाईँले जति तपाईँले त्यो विवरणहरू दिनुभएको छ आफ्नो बारेमा, ट्याक्सको बारेमा, जुसको बारेमा सबै कुराहरू भने चाहिँ तपाईँको पिट 37 चाहिँ तपाईँलाई तपाईँको वार्षिक कर विवरण ट्याक्स रिफन्ड फर्म हो। त्यो चाहिँ तपाईँले ट्याक्स रिफन्ड गर्ने कति पाउनु, यो फारम प्रयोग गरेर तपाईँले सरकारलाई आफ्नो आम्दानीको हिसाब दिनुहुन्छ भने अब पिट 11 मा भनेको जनवरी पिट 11 को जानकारी प्रयोग गरेर पिट 37 मा तपाईँले यो सरकारलाई आम्दानीको हिसाब दिनुहुन्छ। र सरकारले अब पिट 37 को चाहिँ इम्पोर्टेन्स के छ त, किन यसको रोल के छ त भनेको पिट 11 मात्रै हुँदैन, पिट 37 किन त भन्दाखेरि पिट 37 मा जानैपर्छ कन्भर्ट गर्नुपर्छ। किनभने पिट 37 किन भर्नुपर्छ भने सरकारले सही कर लिएको छ कि छैन त्यसको चेक जाँच गर्छ होइन। बढी कर काटिएको छ भने तपाईँलाई ट्याक्स रिफन्ड पनि हुन्छ होइन। कम कर तिरेको छ तपाईँको कम्पनीले भनेको तपाईँले बाँकी तिर्नुपर्छ फेरि, त्यो इट्स लाइक 22%। यदि हजुरको कर बढी गएको छ भने तपाईँलाई टोटली तपाईँको ट्याक्स रिफन्ड हुन्छ जति गएको छ बढी। या तपाईँले कम तिर्नु भएको छ भने तपाईँको आइडीबाट होइन, तपाईँको पेसलबाट तपाईँले अब तिर्नुपर्ने ट्याक्सहरू चाहिँ कम गएको छ भने तपाईँले एक्स्ट्रा फेरि तिर्नुपर्ने हुन्छ। अब रह्यो कुरा पिट 37 भन्नुपर्छ त कसरी भन्नुपर्छ, रोजगारदाता तलब पाउने कर्मचारी कामदारले एक वा एकभन्दा बढी कम्पनी चेन्ज गर्ने व्यक्ति जसको आम्दानी पोल्यान्डमा भएको छ त्यो व्यक्तिले तपाईँले पिट 37 भन्नुपर्छ। पिट 37 भर्ने अब तरिकाहरू पनि छ धेरै होइन। आफ्नो पिट 11 को कागज लिनुहोस् अनि त्यसलाई यदि यो गुड इन पोलिस होइन तपाईँले आफै गएर चाहिँ तोय इपिट वा उर्जन स्कारबोई वेबसाइट खोल्नुहोस्, त्यहाँ गएर पनि हजुरले आफै गर्नु सक्नुहुन्छ। इफ यु गुड इन पोलिस अनि आफ्नो विवरण जाँच गर्नुहोस्। त्यसको म तल वेबसाइटमा तपाईँलाई त्यो पिट 11 कागजात चेक गर्ने अनि पिट 37 भर्ने तपाईँलाई त्यो वेबसाइट पठाइदिन्छु तल डिस्क्रिप्सन, त्यो हेर्नु होला, डिस्क्रिप्सनमा म पठाइदिन्छु। त्यो इपिट वा उर्जन स्कारबोई भन्ने वेबसाइटमा गएर हजुरले गर्नु सक्नुहुन्छ। आफ्नो विवरणहरू जाँच गर्नुहोस्, आफू संशोधन गर्नुहोस् अनि फारम सबमिट गर्नुहोस्। अनि त्यसको तपाईँको विदिन 45 डेज हजुरको त्यो ट्याक्स रिफन्ड हुन्छ। तपाईँले त्यो ट्याक्सको तपाईँको अमाउन्ट हजुरले पाउनुहुन्छ तपाईँको ब्याङ्क अकाउन्टमा। तपाईँको ब्याङ्क अकाउन्ट चाहिँ एक्टिभ हुनु पऱ्यो, ब्याङ्क अकाउन्ट चाहिँ ब्लक हुनु भएन, अब क्लोज डाउन भएकै हुनु भएन, तपाईँको ब्याङ्क अकाउन्ट चाहिँ सञ्चालनमा आउनु पऱ्यो। अब ध्यान दिने बटम लाइन ध्यान दिनुपर्ने कुराहरू चाहिँ के भने पिट 11 पिट 37 सही रूपमा भर्न सक्नुहुन्न भने तपाईँले अघि मैले भने जस्तो लेखनदासहरू छेउछाउमा आफ्नै छेउछाउमा प्लेटमा जहाँ पनि पाइन्छ होइन, त्यहाँनिर 50-100 जलटी दिएर चाहिँ तपाईँ त्यो गर्नु सक्नुहुन्छ। या अरू नेपाली संस्थाहरू पनि छ, त्यहाँनिर उहाँहरूले निःशुल्क पिट 11 फर्म भर्नेहरू हरेक फेब्रुअरी मार्चमा तपाईँहरूलाई उहाँले मद्दत गर्नु सक्नुहुन्छ होइन। अनि ढिलो गर्नुभयो भने जरिवाना पनि लाग्न सक्छ। तपाईँले टाइममै पिट चाहिँ विदिन अप्रिल 30 चाहिँ डेडलाइन हो, लेखेर राख्नु होला। अप्रिल 30 भित्र तपाईँले पिट 11 चाहिँ को लागि एप्लाई गर्नु, फर्म भर्नु होला। सही ब्याङ्क खाता राख्नु भयो भने रिफन्ड अनि छिटो पनि आउँछ। निष्कर्ष भन्दाखेरि अब तपाईँको अरू मैले एउटा कुरा पोइन्ट छोडेँ होइन। यदि हजुरको अब बालबच्चाहरू छ भने चिल्ड्रेनहरू किड्सहरू कति छ तपाईँको, अब त्यही किड्स बराबर तपाईँको अमाउन्टहरू कति दिएको छ यहाँ सरकारले, लगभग 1100 या कम्ती एक्चुअली त्यति त्यसको अराउन्ड त्यति दिएको छ। सो हजुरहरूले त्यो आफ्नो चिल्ड्रेनहरूको बारेमा यदि तपाईँको बालबच्चा छ भने त्यसको विवरण पनि तल दिएको हुन्छ, त्यो पनि भर्नु होला। अनि आफ्नो बालबच्चाको डेट अफ बर्थहरू पनि त्यहाँनिर उपलब्ध गराउनु होला जब तपाईँले पिट 11 भर्नुहुन्छ। अनि पिट 37 मा जाँदाखेरि तपाईँलाई त्यो तपाईँको डकुमेन्टहरू आवश्यक पर्छ। तपाईँको यदि तपाईँको बालबच्चाहरूको बारेमा विवरण भन्नुहुँदैछ भने, बालबच्चाहरू छ भने तपाईँले त्यसको विवरणहरू चाहिँ दिनुपर्छ। कतिजना बालबच्चाहरू छ त्यही अनुसार तपाईँको पुलिस गभर्मेन्टले तपाईँले यहाँबाट चाहिँ तपाईँको ट्याक्सहरू
रिफन्ड भएर आउँछ। सो इट्स अ गुड थिङ। भनेपछि जति राम्रो जति धेरै बाल बच्छ त्यति नै राम्रो भन्ने बुझिन्छ पिट 37 हुनसक्छ। अब निष्कर्षमा भन्दाखेरि पिट 11 र पिट 37, पिट 11 पिट 37 भनेको पोल्यान्डमा काम गर्ने सबैको लागि एउटा आवश्यक पर्ने प्रक्रिया, एउटा डकुमेन्ट हो, प्रक्रिया हो। पिट 11ले तपाईँको आम्दानी देखाउँछ भने पिट 37ले तपाईँलाई सरकारसँग कर हिसाब मिलाउन मद्दत गर्छ, कति बढी गएको छ कति कम गएको छ होइन। पिट 37ले तपाईँलाई त्यो चाहिँ डिक्लेयर गरिन्छ। यदि तपाईँ अरू पनि कुराहरू जस्तो अब डाउट लाग्छ भने पिट 37को बारेमा अब आफ्नो कम्पनीको छेउछाउ अलिकति पुलिसहरूसँग सोद्धा पनि हुन्छ। नभए तपाईँले छेउछाउमा अघि मैले भने जस्तै नेपाली संस्थाहरू पनि छ होइन, यहाँ वर्षतिर उहाँहरूसँग कन्ट्याक्ट गर्दा हुन्छ। नभए तपाईँ छेउछाउमै आफ्नो लोकलमा एउटा लेखनदास अफिसहरू हुन्छ, त्यहाँनिर हजुरले गएर आफ्नो मजाले 150 लोटीमा हजुरको काम भइहाल्छ अनि त्यो सबै गरिदिन्छ। इफ यु डोन्ट वान्ट टु टेक एनी हेडेक होइन उहाँले गरिदिनुहुन्छ। सो यो आजको छोटो मिठो सायद हजुरलाई यो पिटको बारेमा थाहा पाउनु होला। मेरो पनि पिटहरू एप्लाई गरेर म पोजिटिभली अब भनौँ न आएको कारणले अहिले मसँग लगभग मैले पनि पिट भएको मार्च अन्तिमतिर हो, लगभग 1 महिना हुन आँट्यो। विदिन 45 डेज यो पिट आउने कुरा छ मेरो अहिले पेन्डिङमा छ। सो त्यही अन्तरालमा मैले जति कुराहरू बुझेँ मैले यहाँनिर गएर पुलिस यो अफिसहरूतिर जुसहरू बुझ्दा अरू यो पिटको बारेमा अरूसँग बुझ्दाखेरि मैले यो निष्कर्ष लेखाएँ कि पिट 11 र पिट 37को बारेमा चाहिँ मैले जति बुझेको जानकारी हजुरहरूसँग चाहिँ प्रस्तुत गरेको। सो थ्याङ्क यू देन। हजुरलाई यो भिडियो यदि मन पऱ्यो भने जस्ट गिभ मी थम्स अप होइन। फेरि यस्तै पोल्यान्डको बारेमा यस्तै भिडियोहरू रमाइलो अनि इन्टरटेनिङ अनि इन्फर्मेटिभ भिडियोहरू म लिएर आउँछु। सो हजुरलाई यो भिडियो अलि इन्फर्मेटिभ लाग्यो भने प्लिज लिभ योर थम्स अप अनि फेरि भेटौँला इन माई नेक्स्ट भिडियो। सेवा सेमुना, जय नेपाल।